धेरैलाई लाग्छ मेस्सीको जस्तो राम्रो ह्याट्रिक कसैको हुँदैन। मेस्सीले डिफेन्डरहरूलाई नचाहेर गोल गरेको हेर्न मजा त आउँछ, तर सत्य कुरा के हो भने ह्याट्रिकको असली राजा क्रिस्टियानो रोनाल्डो नै हुन्। किनभने फ्याक्ट्स कहिले जुटाउँदैन। मेस्सीको नाममा 61वटा ह्याट्रिक छ, जुन निकै ठुलो कुरा हो। तर रोनाल्डोले अहिलेसम्म 66वटा ह्याट्रिक हानिसकेका छन् र उनी इतिहासमै सबैभन्दा अगाडि छन्। अर्को ठुलो फरक के छ भने मेस्सीले आफ्ना धेरैजसो ह्याट्रिक स्पेनमा मात्रै हाने, तर रोनाल्डोले इङ्ल्यान्ड, स्पेन, इटाली र साउदी जस्ता संसारका फरक फरक र कडा लिगहरूमा गएर ह्याट्रिक ठोकेका छन्। उनी जहाँ गए त्यही तहल्का मच्चाए। त्यति मात्र होइन, रोनाल्डोले दायाँ खुट्टा, बायाँ खुट्टा र टाउकोले गोल गरेर धेरै पटक पर्फेक्ट ह्याट्रिक बनाएका छन्, जुन मेस्सीले खासै गर्न सकेका छैनन्। त्यसैले खेलको जादु आफ्नो ठाउँमा होला,